Hey, do or no? They do or not? Can you stop my kids? 1, 2, 3. Welcome to my vlog. आज चाहिँ धेरै पछि के अरे धान्द्रुकको भिडियो पछि चाहिँ हाम्रो सेकेन्ड भिडियो हुन्छ हैन भ्लगको स्टार्टिङ चाहिँ यसरी भयो हेर्दिनु होला ल आज हामी हेर्छौँ स्विमिङ खेल्छौँ खेल्न त आउँदैन तर अब ट्राई गर्छौँ ल अहिले हामी भेट्छौँ एकछिनमा दुईजना प्रोहरू यो मेरो सेकेन्ड भ्लग है सेकेन्ड भ्लग अर्को मछली आउँदैछ हाम्रो स्वागत छ ल 1 2 3 गो हामी दुईटालाई चाहिँ छोडेर गए यिनीहरू खेल्नको लागि हामीले पनि सिकिसक्यौँ नि फेरि एउटा दुईवटा चालो त आउँछ नि फेरि हामीलाई पनि अहिले डुबिराख्न चाहिँ सकिँदैन नाकबाट छिरेर गाह्रै हुन्छ कि मैले केही देखेको छैन तर हामीले पनि सिकिसक्यौँ कसले जसलाई आउँदैन हामी आफै सिक्नुपर्छ ल ओके 1 2 3 Yes. अगाडिसम्म I was doing good तर एकचोटि ब्रेक लिएपछि अनि मलाई डर लाग्यो अब अफिसको स्विमिङ पुलमा गर्नुपर्छ So how was the experience? Moment next moment here professional swimmers भइहाल्यो नि अब हामीले चेन्ज गर्छौँ we'll just get shower अनि जान्छौँ लन्चको अघि स्विमिङ पुल पछि त हामीले कन्टिन्यू गर्न बिर्सेछौँ कि अहिले त हामी बौद्ध आइसक्यौँ अब बौद्धमा हामी आज के कम्प्लेक्स भन्ने ठाउँ छ क्या त्यहाँनिर खाना जान्छौँ होइन तिमीले बोलेको सुनेको छैन होला सायद तिमी टाढा छौ नि भन तिमी भयो त ठिकै छ त लोजना ओए यता हेर यहाँ स्लो मोसन हान्छु भनेर मैले कति सोचेको थिएँ कि तर सोचेको भइरहेको आज स्विमिङले एकदमै जिउ दुखिरहेको छ भोलि रिजल्ट देखिन्छ अब लोजना के भन्न छ कि नो कमेन्ट किन जिउ दुखायो तिमीलाई पनि दुखायो ए मेरो जिउ त
अब हामी खाने ठाउँ पुगेपछि फेरि स्टार्ट गर्छौँ त्यो बेला पनि बिर्सिन्छ होला त्यही पनि बिच बिचमा थाहा छैन होइन होइन यो मेरो च्यानल चाहिँ होइन डेली भन्दा पनि मेमोरीको लागि मात्रै राख्ने क्या त्यही भएर मैले कुनै बेलामा मात्रै भिडियो हाल्छु डेली हाल्दिनँ अहिलेसम्म एउटा मात्रै भइरहेछ अब खै अब यो हाल्छु होला हाल्छु कि हाल्दिनँ थाहा छैन अब हाल्छु यो अनि त्यो पछि अनि हामी साइक्लिङ गएको हाल्नुपर्छ आज हाम्रो रिङ पनि बनाउनु पर्छ होला हौ विजया 3 जनाले बनाऊँ रिङ कस्तो त्यो जेडहरूको रिङ पाउँछ त ओ त्यहाँनिर पाउँछ क्या ओ त्यहाँ बौद्ध बिर्स त्यहाँनिर अस्ति मैले टिकटकमा देखेको थिएँ त्यहाँबाट किन्नुपर्छ ल हामी खाने ठाउँ आइपुग्यौँ हामी अर्डर गरेपछि भन्छौँ अब हामी आइपुग्यौँ ल खाने ठाउँ मेन्यू छ यहाँ छान्दैछ यता हाम्रो सरले चाहिँ हाम्रो सबै अफिसको मान्छे अनि कलेज एकछिन न अनि भन्दैछु हौ अफिसबाट कलेजको मान्छे रुक न कलेजको मान्छे हामी सबै क्लासमेट हामी तिमी हामीसँग तिमी मसँग म तिमीहरूसँग थिएन त फर्स्टमा एमफोमा फर्स्ट इयरमा हो थिएन भन्छ हो त होइन तर म M3मा गएर मेरो एकाडेमिक्स बढ्यो त्यो चाहिँ मलाई खुसी लाग्यो अपलोड गर्नेवाला हो नि म यो फेरि नगर्ने यत्तिकै जोड्ने क्लिप्सहरू अनि हालिदिने अनि यो पहिला अपलोड गर्छु अनि नेक्स्ट विक आउँछ मेरो व्हाइट गुम्बाको भ्लग लुजमा पनि जान्छ ओए जान्छु भनिसक्यो नि फेरि जेठको फर्स्ट विक 2 गर्दै होला 2 कि 3 होला आज विजया भन है उसलाई जाने भनेर इग्नोर हाल्नु मलाई जम्मै भन्नु जम्मै भन्नु हाम्रो फर्स्ट डिस आयो यसको नाम के अरे अझै भए पनि यही हो खाने अब हामी यो काँचो अन्डा र भात अनि यहाँ अचार अरू पनि आयो खाना हाम्रो यो खाना आयो अब तपाईँहरूले टाइम ल्याप्स हेर्नुहुन्छ यहाँ छ मोमो अनि यो ल स्टार्ट गरौँ न ल हामी भर्खर बोधीबाट
सपिङ गरेर रिङ किनेको राजले क्याप पनि किनेछ ऊ लगाएर हिँडिरहेको छ ट्याटु पनि किनेछ अब रोजाले अफिसमा लगाउँछ मेरो रिङ या ल हाम्रो खै सबजनाको सिमिलर रिङ छैन राम्रो तिमी पनि देऊ हामी अब धेरै ढिला भइसक्यो लोसा 4 बजी पुग्ने होला आज घर हाम्रो अहिले कति बज्यो फेरि मेबी समथिङ 6:37 भइसक्यो अनि अब हामी जान लागेको यो ड्रेस मन पर्यो यो ड्रेस राम्रो छ सोध्नु हामी पछि त्यो ड्रेस पनि हेर्न आउँछौँ ओ यी सुजहरू यहाँ छ त अहिले जाउँ त्यो कस्तो राम्रो छ सुज त्यो ग्रे कलरको म आउँछु पछि पैसा धेरै टाइम छ सपिङ गर्नुको लागि ओके अझै एकैचोटि सबै गर्नु हुँदैन सो विल बी सोचेर सम्झेर सपिङ गर्नुपर्छ यस इम्पल्सिभ भन्दै के किनिसक्यो हामी सपिङ गरेर घर फर्किन आँटेको नि अब विजयले समात्छ अनि विजयले यसरी भ्लग गर ल स्कुटरमा अनि म लगेर आज मेरो 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 भ्लग एन्ड त म स्कुटरमै गर्छु होला होइन त्यही भएर अहिले चाहिँ मैले भने मात्रै राखेको म के सोच्दै थिएँ भने म के भन्दै थिएँ भने म भ्लग एन्ड चाहिँ मेरो स्कुटरबाटै हुन्छ होला सो म अहिले चाहिँ म यहाँ भनिराख्छु तर म स्कुटरबाटै एन्ड गर्छु ल हाम्रो सेल्फी टाइम अब घर जाने धेरै नै रात परिसक्यो म घर हामी घर फर्किनु लागेको अनि मेरो साथीहरू चाहिँ त्यहाँ के अरे पार्किङबाट निकाल्नु लागेको छ बाइक स्कुटर द्याट्स राज नयाँ क्याबमा राज जानु लाग्यो राज यहीँबाट बाई भन्नुपर्छ अनि युटर्न लिनु लाग्यो नयाँ हेर्नु पाउँछ अरे बर्थडेमा म बोलेको सुनेको छ कि छैन नयाँमा पछि भइसक्योहरूलाई चाहिँ भनेको क्या ए हामी चाहिँ किन्दिनु भने ओ ल ब्ल्याक बाइक त चाहिँदैन नि लोसना र मैले चाहिँ उसलाई हेलमेट दिने रे राजा चाहिँ S24 अल्ट्रा दिने रे यस्तो त हुने हुने अनि त्यो पछि हामी थाइल्यान्ड जाने रे थाइल्यान्डमा गएर पनि भ्लग हाल्नुपर्छ ल अब हामी के कस्तो भयो भनेर कुरा गर्नु लागि रमाइलो भयो मैले सुनेकोमा मेबी 3 टाइम्स गिभ अप गरेँ तर सुनाले मलाई गिभ अप गर्नु दिएन म मैले रमाइलो भइहाल्छ क्या पछि चाहिँ मलाई अचानक डर लागिरहेको थियो अनि सुबिना चाहिँ पुरा होइन अर्को स्टाइलमा पनि स्विमिङ हानिदिइसकेको थियो एकचोटि दुईचोटि होला अनि रमाइलो भयो मलाई रमाइलो लाग्यो अनि फुड पनि सबै मिठो थियो अनि पहिला पनि जान्थ्यो तर मेबी नोटिस गरेको थिएन अहिले चाहिँ एकदम मिठो लाग्यो अनि त्यसपछि सपिङ पनि रमाइलो भयो अनि धेरै टाइम गर्न पाएन सपिङ चाहिँ अलिकति ढिला भयो रस भयो हामी ढिला भइसक्यो रमाइलो लाग्यो अनि आजको अचिभमेन्ट चाहिँ के हो भनेपछि हामी चाहिँ फ्री टाइम हामी स्विमिङ गर्नु सक्यो हामी होइन विदाउट सपोर्ट कति भन्यो त्यति धेरै डिस्टेन्स छ होइन तर पनि पहिला त्यो कम्पेरिटिभली चाहिँ धेरै नै राम्रो गऱ्यो हामीले होइन पहिला डुब्नलाई नै कस्तो डर लाग्थ्यो अहिले त हामी स्विमै हानिदिन्छौँ अब यो समरमा हामी मेबी प्रो स्विमर हुन्छ उपिल्यान्ड पनि जानुपर्छ उपिल्यान्डको भ्लग पनि आउँछ बिस्तारै उपिल्यान्डको लागि पनि तपाईँहरू पर्खेर बस्नु आई हेभ अ फिलिङ के अरे पछि यो भिडियो एडिट गर्ने बेलामा सुन्नाले मलाई बहुत कराउँछ के फ्रेमिङ यस्तो भन्दै तर पनि भिडियो त बनाइरहेको छ
हात नपुग्यो कि यो वाइडमा 2x वाइडमा उयो जुममा छ 1x होला हेर न ला अब बल्ल चाहिँ भयो ओ यस्तो खतरा आउँदो रहेछ ला मैले अघि चाहिँ हेर्नै बिर्सेछु क्या अहिले 1.1 छ तर सो मच बेटर देन बिफोर अघिसम्मको नराम्रो फ्रेमको लागि आम भेरी सरी साँच्ची कस्तो राम्रो के हो लौना टेलर अच्छा कस्तो राम्रो सिधै गइदिन्छु ल कस्तो राम्रो देखेको लौना राइडर कस्तो राम्रो देखेको भाइ ओए कुल कुदाइ त रोजमा गइसक्यो क्या होइन अहिले त बाटोमा गायब भइसक्यो अनि याद आयो कि बाहिर नाटक गएको बेलामा चाहिँ उसलाई खतरै हुँदैन अस्ति पोखरा 2-3 वर्षसम्म पनि बोलिरहेको थिएँ बिस्तारै बिस्तारै अनि म सुटेको थिएँ हाम्रो भ्लग कति लामो भयो होला है त्यही अनुसारले म हेर्छु अब अहिलेको लागि चाहिँ अब टाटा बाई बाई हेर न कति राम्रो बाई बाई ए ऊ यहाँ आऊ न अगाडि ल भयो बाई 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 भोलि भेट्छौँ बाई बाई ल अब चाहिँ साँच्चीकैको भ्लग एन्ड भयो ल बाई